DJ Mastermind YouTube RP Advice YouTube channel. नेपालको संविधान 2072 अनुसार नेपालमा कति प्रकारका नागरिकता वितरण गर्ने प्रावधान रहेको छ? यसको सही जवाब थियो अप्सन डी 4 प्रकारका। त्यस्तै प्रश्न नम्बर 2 मा रहेको थियो भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुने सन् 2026 को T20I विश्वकप क्रिकेट खेलमा नेपालले पहिलो खेल कुन देशसँग खेल्दैछ? यसको सही जवाब थियो अप्सन सी इंग्ल्यान्ड। त्यस्तै हामीले सोधेको प्रश्न नम्बर 3 मा रहेको थियो दक्षिण दिशातर्फबाट उत्तर दिशातर्फ बहने नेपालको एकमात्र नदी कुन हो? यसको सही जवाब थियो अप्सन बी कर्मनसा। त्यस्तै हामीले सोधेको प्रश्न नम्बर 4 मा रहेको थियो व्हिच क्यापिटल सिटी इज क्लोज टु नेपाल्स क्यापिटल सिटी काठमाडौँ? यसको सही जवाब थियो अप्सन सी माले मालदिप्स। त्यस्तै हामीले सोधेको प्रश्न नम्बर 5 मा रहेको थियो विश्वमा सर्वप्रथम दिगो विकास शब्दको प्रयोग गर्ने व्यक्ति को हुन्? यसको सही जवाब थियो अप्सन ए बारबरा वार्ड। त्यस्तै प्रश्न नम्बर 6 मा रहेको थियो नेपालको साहित्यिक इतिहासमा राष्ट्रकवि भनेर कुन कविलाई चिनिन्छ? यसको सही जवाब थियो अप्सन बी माधव प्रसाद घिमिरे। र हामीले सोधेको प्रश्न नम्बर 7 मा रहेको थियो 1 देखि 500 सम्मका सबै संख्याहरूको योगफल कति हुन्छ? यसको सही जवाब थियो अप्सन बी 1,25,250। दर्शक महानुभाव, यो प्रश्न सम्बन्धी तपाईलाई कुनै दुविधा छ र यो प्रश्नलाई सहजै हल गर्ने तरिका तपाईलाई आवश्यकता छ भने हामीलाई कमेन्ट गर्नुहोला। हामीले यो प्रश्न सम्बन्धी विशेष भिडियो तयार पारेर यसलाई कसरी सूत्रको प्रयोग गरेर 1 देखि जतिसम्मका संख्याहरूको पनि योगफल क्षणभरमै निकाल्न सकिन्छ यसको विषयमा सम्पूर्ण जानकारी समेत तपाईलाई प्रदान गर्नेछौँ।